guys, good morning. Welcome to my new vlog. म चाहिँ यहाँ हिजो चट्याङ्ग गार्डन घुम्नुले गर्दा मम्मी र म उयो अङ्गालोमा सुतेको अनि त्यसपछि अब चाहिँ म ब्रस गर्न जाँदैछु। चाहिँ यहाँ छ मरेको हुन्छ कि भनेर डर लागेर पिरिया अनि घरिघरि त मनमा कस्तो पनि आउँछ। कपाल गाइस मैले ब्रस गरिसकेँ। म चाहिँ मेरो सुँगुर देखाउँछु तपाईँहरूलाई। चारो खाँदैछ। यो चाहिँ चिन्टु, यो चाहिँ मिन्टु, यो चाहिँ भस्सर जहिले खाएर सुत्छ। मेरो मम्मी चाहिँ यहाँ उयो फर्सीको मुन्टा टिप्दै हुनुहुन्छ। उधर मेरो भाँडाकुटी खेल्ने ठाउँ चाहिँ यहाँ हो है, यतापट्टि देखेर हो खोइ यो हजुर नानीको अब चाहिँ म भगवान्लाई धुनु गएको। मामु पक्रिदिनु त। गाई चाहिँ अहिले चाहिँ यहाँ कचुवाको पानी फेरिदिइसक्यो। अब म लान्छु। गाई म चाहिँ मामालाई तिर हिँडिदिएको। मेरो मामालाई चाहिँ यही गाउँमा छ। हेर्नु यो फुल कस्तो राम्रो छ। यो फुलको नाम थाहा छ भने कमेन्टमा लेखिदिनु होला। म चाहिँ मामातिर लागिदिएको। मामालाई चाहिँ वहाँ छ। अहिले छेउमा बाटोमा चाहिँ पहाड आउँछ। हिजो त पानी नै पानी थियो। कबुतरी ऐ कबुतरी कुखुरी ओ कुखुरी ए चाहिँ कस्तो सो गाइज यो चाहिँ पहाड यो चाहिँ बाटो बनाउने भनेर एक हप्ता भइसक्यो। कस्तो खालको हामीलाई यहाँ उयो अफ्ठ्यारो हुँदैछ। यहाँ कस्तो अफ्ठ्यारो हुँदैछ। म चाहिँ पहाडमा चढ्दैछु। पहाडमा चढ्दैछु। यो एक हप्ता भइसक्यो बाटो बनाउने।
हामीलाई कस्तो अप्ठ्यारो भएको छैन। सो गाइस यो चाहिँ मेरो ए मेरो मामालाई चाहिँ यहाँ यो हो। यो चाहिँ आप्पा र आमाको रुम। अनि यो चाहिँ म। अनि यो चाहिँ मिरर। गाइस अब चाहिँ म पक्रा लिन गएको मम्मीले चाहिँ मलाई बिस्कुट दिनुभयो। ओइ रुपा अनि म चाहिँ यहाँ पाहाडमा चाहिँ यस्तो भयो चाहिँ मामालाई रिजो खोल्नुभयो। अनि त्यसपछि त पहाड छ। भिडियो बनाएको अनि यहाँ चाहिँ किचडै किचड छ। मैले यहाँ बिर्सेर आएँ। यो हामी पकौडा किन्ने ठाउँ। गाइस मैले चाहिँ यहाँ पकौडा ल्याइसकेँ। अब फेरि म पहाडमा चढ्दैछु किनकि अहिले हिँड्नु छ। ए मामा हो तैँले। ओए कता हिँडेको? यतै पकौडा चाहिँ मिठो बनाउँछ। कस्तो मिठो हुन्छ। मेरो मामा चाहिँ घरभित्र छिर्दैछ। अब चाहिँ म यहाँ पकौडा खान्छु। पकौडा खाइसकेपछि म खेल्न जान्छु 1 घन्टा। आजमा नै पिठो धेरै चाहिँ त्यही भएर मिठो भएको। पिठो धेरै भने मिठो हुन्छ। मलाई धेरै पिठो मनपर्छ नि त। अस्तिको चाहिँ हल्का हल्का मिठो चाहिँ यसमा चाहिँ धेरै पिठो छ कि छोटो पिठो चाहिँ मलाई थाहा छैन गाइसहरू। साथीहरू म चाहिँ मजा खाएँ। म चाहिँ खाइसकेँ। अब जब खेल्न जान्छु 1 घन्टा। म चाहिँ गाइस म खेलेर आइसकेँ। अनि त्यसपछि मेरो मम्मीलाई चाहिँ रुवाल टाउको दुखिरहेको छ। म चाहिँ मालिस गरिदिँदैछु। म चाहिँ आइसक्नुभयो। अनि म आप्पालाई सोध्छु कति पैसा भयो। हेरौँ मेरो मेरो हेरौँ मेरो के हेर्नु? पैसा कति कति छ? कहाँ चाहिँ त्यहाँ छ त देखिरहेको छु। टिपुम देखिरहेको अब एउटा गाइजहरू आजको लागि चाहिँ बाई बाई। आजको लागि यति नै। अनि त्यसपछि अर्को भिडियोमा भेटौँ ल। बाई बाई।